18 गिलास ऐला 18 गिलास ऐला जाँदैन हामी 18 गिलास ऐला खाएछ यहाँ कमेडी कुरा सुनिरहेको छु हामी यहाँ अनि त्यहाँबाट हँसाउँछ बुवाहरूले अनि 18 गिलास ऐला खाएछ अरे अनि राति चाहिँ अनि 11 बजेसम्म बसेछ अरे पुरानो थोत्रो घर घरले काट्दो रहेछ अनि त्यहाँबाट मुनतिर मजाले बसेर काम गरेछ अनि खान्छ अनि त्यहाँबाट चाहिँ निद्रा लाग्ने बेला भएछ चोटामा जाऊ बाबु चोटामा जाऊ भनेछ बुढाबुढीलाई निद्रा लाएर अनि माथि गएछ अनि पुरानो घरको गोप्टी यस्तो गोप्टी लगाउनु चलाउँछ क्या गाउँमा गोप्टी लगाएर पहिला आजको होइन 40 वर्ष पहिलाको कुरा अनि गोप्टी लगाएर औरो लगाइदिन्छ माथिबाट अनि त्यहाँबाट पछि आमा बाउ लिँदाएछ अनि छोरीलाई पानी तिर्खा लगायो यहाँ पानी लिएर आउँछ भान्जी भन्छ अनि भान्जीलाई पानी लिएर गएपछि अनि माथितिर गएपछि अनि त्यो गोप्टी लगाएर औलो लगाइदिन्छ माथिबाट अनि बत्ती मारेछ अब ऊ बेला मर्तेलको बत्ती के अरे लाइन देख्न नपाउने बेला होइन अनि त्यहाँबाट गोप्टी लगाएछ अनि भट्ट र सुकुटी जम्मा 2 बोतल बाँकी रहेछ खाँदै बढ्दै अन्नलाई तयारी भएछ अनि त्यहाँबाट मामा म त सुत्न मेरो लाग्छ यहीँ सुत्न भनेर अनि त्यहाँबाट मजाले खाएछ खाएछ अब तिमीले भिडियो गरेपछि मसँग झगडा हुन्छ नगर गर्दैन झगडा हुन्छ ओ कहाँ यहाँ मान्छे कस्तो मस्त बोलिरहेको छ यहाँ चाहिँ नराम्रो हुन्छ हुँदैन नराम्रो बुढो मान्छेको त्यस्तो नगर्नु न यहाँ यता केटी त होइन नि हामी पनि केटी होइन खाएछ अनि मजाले खाएछ अनि घिच्नसम्म घिचेछ अनि 18 बोतल रक्सी अनि सापकोटे सुकुटी यता यहाँ हेर्नु न यहाँ म चाहिँ बट्टा खाएछ इन्टरभ्यू लिइरहेको छु त्यहाँ खाएर मजाले अगाएछ अनि त्यहाँबाट यता हेरेर बोल्ने हो क्या यता हेर्नु अनि उता त भूतले हेर्ने होला नि यता त ऊ मोबाइलले हेर्छ ल भयो ल भयो अब यतिकैमा सकिने भयो हाम्रो बुवाले खतरासित डाइली भन्नु है हाँसोलाई कमेन्ट सब्सक्राइब गरिदिनु होला हो कमेन्ट गरिदिनु हो हामी धेरै त उस गर्दैन हाम्रो बाले पुरा खतरा कन्टेन्ट बनाएर मैले भिडियो गरेको कस्तो मस्त बोल्दै रहेछ कि ल राखिदिनु भयो बाई बाई